बाबुराम भट्टराई। आज हाम्रो उपस्थितिमा विश्व सर्वहाराको नेतृत्व अहिले गरिरहेको एउटा नेकपा माओवादी पार्टीको नेतृत्व स्वयं हाम्रो अगाडि छ। उहाँहरूलाई सर्वप्रथम त क्रान्तिकारी अभिवादन। अध्यक्ष महोदय कमरेड प्रचण्ड, नेता कमरेड बाबुराम भट्टराई, साहित्य अरू साथीहरू, सर्वप्रथम त आज स्विजरल्यान्डमा आएर सानो अन्तर्क्रिया कार्यक्रम जस्तै हामीले राख्न गइरहेका थियौँ र राख्यौँ। आज हाम्रो लागि यो ठुलो अवसर हो। कमरेडहरूलाई यहाँ मैले धेरै समय लिन चाहन्न। हामी तपाईँ हाम्रो अन्तर्क्रिया अरू ठाउँमा पनि हुन्छ। हामी के भन्न चाहन्छौँ भने क्रान्तिको तो अवसरमा, नेपाललाई नयाँ नेपाल बनाउने अवसरमा बत्तीमा आधा तेल हुँदा आधा तेल भर्नलाई विदेश बस्ने नेपाली पनि तपाईहरुसित काँधमा काँध मिलाउन तत्पर छ भन्ने कुरा हामीले हिजो पनि उदाहरण दिएका छौं र भोलि पनि छौं। हामीले चुनौतीको अवस्थामा पनि हामी सँगै हिँडेका छौं, भोलि आउने चुनौतीमा पनि हामी सँगै हुनेछौं, अहिलेको अवस्थामा पनि हामी छौं भन्दै कमरेडहरूलाई विदेशबाट पनि क्रान्तिको युद्धको तो दियो भित्र मट्टी तेल यहाँको पकेटमा राखेर पठाउन चाहन्छु। धन्यवाद। मेरो साथीले कस्तो महसुस भयो तपाईहरुको प्रश्नहरु सुन्दै जाँदा? नेपालकै कुनै जिल्लाका साथीहरुसँग अन्तर्क्रिया हुँदैछ जस्तो लाग्यो। हुन त तपाईहरुले 15-20 वर्ष भयो नेपाल छोडेको, 5 वर्ष 4 वर्ष धेरै बताउनु भयो, तर तपाईहरुका प्रश्न यस्ता छन् कि त्यो नेपाल भित्र काठमाडौँमै ललितपुर अथवा चाहिँ भक्तपुर कहीं बसेका पार्टी कार्यकर्ताहरुका अथवा नेपालीहरुका प्रश्न जस्ता छन्। यी प्रश्न कुनै 7 समुद्र पारी बसेका नेपालीका जस्ता छैन। यसले आजको ग्लोबलाइजेसन भनौं न चाहिँ भूमण्डलीय विज्ञान प्रविधिको विकासले असाध्य सहज बनाइदियो। अर्कोतिर तपाईहरु एउटा चेतना, एउटा देशभक्तिको भावना भनौं, नेपाल लाग्थ्यो माया, त्यहाँको कुरा गर्दा तपाईहरुसँग छलफल गर्दा मलाई पहिला त एकछिन अगाडिसम्म के लागेको थियो होला, तपाईहरु नितान्त नौलोक प्रकारको कुरा गर्नुहुन्छ होला। नेपालको घटनाक्रमहरुसँग, कतिपय घटनाक्रमसँग तपाईहरुको चाहिँ अलि ग्याप बढी नै छ होला जस्तो मलाई लागेको थियो। तर यो प्रश्न सुन्दै जाँदा कस्तो महसुस भयो भने तपाईहरु एकदम नजिक हुनुहुन्छ। तपाईहरु काठमाडौँमै हुनुहुन्छ अथवा तपाईहरु नेपालको कुनै पनि जिल्लामा सँगसँगै हुनुहुन्छ भने जस्तो लाग्यो, किनकि प्रश्न असाध्यै जीवन्त छ त्यहाँको घटनाक्रमसम्म। र यसले के पनि देखायो भने तपाईहरु चाहिँ टाढा भए पनि नेपालको आन्दोलन आफ्नो ठाउँबाट गर्नुपर्ने सहयोग, योगदान तपाईहरुले निरन्तर गरिराख्नु भएको छ भन्ने कुरा पनि यसले पुष्टि गर्यो। कमरेडहरु र मित्रहरु, म अहिले यहाँ लामो भाषणतिर होइन, म केही कुरा मात्रै राख्न गइराखेको छु। हामी युद्धमा थियौं र युद्धको बेलामा खास गरी पछिल्लो चरणमा भन्नुहोस्, त्यसो भन्दाखेरि पनि अझ ठोस रूपमा भन्यो भने दरबार हत्याकाण्ड जुन भयो, दरबार हत्याकाण्ड भन्दा अगाडि हामीले जनयुद्ध सुरु गरेको 5 वर्ष भएको थियो। त्यो 5 वर्षको अवधिमा मुस्किलले 1500-1600 भन्दा बढी नेपालीहरुको ज्यान गएको थिएन। दरबार हत्याकाण्ड पछि जुन नेपालको राजनीतिक इतिहासमा माथिल्लो वर्ग र तहमा भएको एउटा कुख्यात हत्याकाण्ड भएर मानिन्छ, तपाईहरुलाई थाहा छ। एउटाको वंशै नाश हुने गरिकन चाहिँ जो हत्या भयो त्यसले पुरानो सत्ता कति विकृत छ, कति विभत्स प्रकारको छ भन्ने कुरा पनि त्यसले देखायो। पुरानो सत्ताको केन्द्रबिन्दुमा कति आपराधिक क्रियाकलाप हुन्छन् भन्ने पनि देखायो। सँगसँगै त्यो हत्याकाण्ड पछि लडाई जसरी गयो, करिब 13,000 भन्दा बढी नेपालीहरुको चाहिँ मृत्यु त्यसपछि भएको छ। मान्छे असाध्य क्रूर ढंगले आफ्नै घरभित्र आफ्नै दाजुभाइ, आफ्ना भतिजा भतिजीहरुलाई निर्मम तरिकाले हत्या गर्न सक्नेहरुले नेपाली जनताका छोराछोरीहरु प्रति कुनै प्रेम, कुनै माया हुने कुरा भएन। विभत्स हत्याहरू र त्यो क्रम बढ्दै गयो र त्यसलाई प्रतिकार गर्ने
त्यो फेरि हत्याको क्रम खाली, किनकि दरबार हत्याकाण्ड पनि विशुद्ध दरबारियाहरू त्यसको चाहिँ कुनै भाइ भतिजाहरूको मात्रै योजना थिएन। त्यो एउटा अन्तर्राष्ट्रिय ग्रान्ड डिजाइनमा चाहिँ त्यो हत्याकाण्ड भएको थियो। हाम्रो पार्टीले त्यति बेलै विश्लेषण गरेर भनेको थियो कि यो हत्याकाण्ड विशुद्ध दरबारभित्रको हत्याकाण्ड मात्रै नभएर यसको पछाडि नेपाली जनताको क्रान्तिकारी परिवर्तनको आकाङ्क्षालाई निस्तेज पार्ने, त्यसलाई बर्बाद पार्ने अन्तर्राष्ट्रिय डिजाइन अन्तर्गत छ। किनकि आज सबभन्दा सभ्य भनिने, सबभन्दा विकसित भनिने देशहरू नै सबभन्दा जङ्गली, सबभन्दा बर्बर आततायीमा परिणत भएका छन्। तपाईँ हामीलाई थाहा छ, अमेरिका अहिले सबभन्दा सभ्य भन्छ आफूलाई, सबभन्दा धनी पनि छ, तर हेऱ्यो भने सबभन्दा बर्बर, सबभन्दा अत्याचारी, सबभन्दा असभ्य, सबभन्दा जङ्गली कोही छ भने त्यो अमेरिकन साम्राज्यवादीहरू, त्यहाँका तेल व्यापारीहरू, ठुला ठुला अरबौँ खरबौँपति धनाढ्यहरू नै मानवताका सबभन्दा ठुलो दुश्मनको रूपमा छन्। तपाईँ हामी इराक हेऱ्यो भने, अफगानिस्तान हेऱ्यो भने, संसार जहाँ तपाईँ मध्यपूर्वमा गएर हेऱ्यो भने, जताकतै हेऱ्यो भने पनि सबभन्दा बढी चाहिँ हत्या आतङ्क गर्ने को छन् तिनै मान्छेहरू नेपालमा पनि। हामीले जुन मानवताको निम्ति यथार्थमा चाहिँ आधुनिक युगको मानवता भनेको के हो, शान्ति भनेको के हो, त्यो शान्ति कसरी प्राप्त गर्ने, मानवताको सर्वोत्तम हित कताबाट गर्ने भनेर हामी जो आन्दोलन छेड्दै थियौँ, त्यो आन्दोलनले सबभन्दा बढी प्रहार चाहिँ एकातिर देशभित्र सामन्ती राजा महाराजाहरू जसले सयौं वर्षदेखि नेपाली जनताका सबै वर्गका, सबै जातिका, सबै क्षेत्रका, सबै लिङ्गका जनताको रगत पसिना चुसेर अरबौं खरबौं लुट्ने र त्यो लुटिएको सम्पत्ति देशभित्र नराखेर विदेशमा राख्ने भनिन्छ। अहिले हामीले यहाँ पनि कुरा गऱ्यौँ केही बुद्धिजीवीहरूसँग, स्विजरल्यान्डमा पनि थुप्रै सम्पत्ति त यही स्विजरल्यान्डमै ल्याएर राखेका छन् ती राजा महाराजाहरूले, र अरू देशमा पनि कतिपय दक्षिण अफ्रिका कहाँ कहाँ पुर्याइएको छ। हामी गरिब किन भयौँ? त्यही कारणको निम्ति हामीले आन्दोलन छेड्यौँ, र त्यो आन्दोलन छेडे बापत त्यसलाई दमन गर्न सकेन वीरेन्द्रले। तपाईँहरूलाई सायद पक्कै पनि थाहा छ होला, हामीले 5 वर्षसम्म जनयुद्ध चलाइसकेपछि नेपालको सामाजिक रूपान्तरणको निम्ति यदि राजा महाराजाहरूले पनि केही त्याग गर्न चाहन्छन् भने त्याग गर्न उनीहरूलाई पनि छुट छ। धेरै मान्छे मर्नुभन्दा, धेरै मान्छे मारिनुभन्दा, थोरैभन्दा थोरै मान्छे मरेर चाहिँ नयाँभन्दा नयाँ नेपाल बनाउन सकिन्छ भने त्यो राम्रै कुरा हुन्छ भनेर हामीले त्यति बेला हाम्रो आन्दोलन अगाडि बढ्दै थियो। जनताको सबै तह तबका, मेचीदेखि महाकालीसम्म, तराई मधेसदेखि पहाड हिमालसम्म सबैतिर सबै जाति, सबै क्षेत्र, सबै वर्गका जनता समेटिँदै गएको थिए र हामीले राष्ट्रियताको प्रश्नलाई, देशको स्वतन्त्रताको प्रश्नलाई सबभन्दा प्रमुख प्रश्न बनाएर त्यति बेला उठाउने गर्थ्यौँ। सायद तपाईँहरूले त्यति बेलाको दस्तावेजहरू, हाम्रा लेखहरू, अन्तर्वार्ताहरू हेर्नुभयो भने थाहा पाउनुहुन्छ। हामीले बढी टनकपुरको विषय, महाकालीको विषय, सुस्ताको विषय, महेशपुरको विषय र नेपालमाथि विदेशीहरूको भइरहेको हस्तक्षेपको विषयलाई नै मुख्य मुद्दा बनाएर हामीले युद्ध सुरु गरेका थियौँ। किनकि हामीले त्यो विषय उठाए बापत काठमाडौँमै शान्तिपूर्ण आन्दोलन गर्दाखेरि नै त्यति बेलाको सरकारले काठमाडौँमा हामीले नेपाल बन्द भनेर हामी त्यति बेला एकचोटि राखेका थियौँ। केही मागहरू राखेर संयुक्त जनमोर्चाको नामबाट, सायद तपाईँहरू धेरैलाई थाहा छ, मलाई लाग्छ कतिपय मित्रहरू त त्यति बेला जनमोर्चाको अफिसमा जाने आउने पनि गर्नुहुँदो रहेछ होइन। तपाईँहरू सबैलाई थाहा छ, हामीले शान्तिपूर्ण आन्दोलन राख्दा काठमाडौँको मुटुमा नै 20 हस्पिटल अगाडि दर्जनौं चाहिँ निर्दोष मान्छेहरू मारिए। गर्न 5 वर्ष पुग्दा नपुग्दै यो झाङ्गियो। कसैले सोचेको थिएन कि हामीले उठाएको जनयुद्ध यसरी फैलिएर